Hello everyone and welcome back to my channel. So आज चाहिँ त्यस्तो खास केही छैन तपाईहरुले देखाउनुको लागि केही छैन भन्दाखेरि पनि आज चाहिँ म एकदम दामी खालके यहाँ तपाईहरुले एउटा कुरा चाहिँ देखाउन आँटेको छु। मलाई चाहिँ मकै कोल्छ्याउनु भन्नुभएको थियो नि त अन्त यहाँ मकै कोल्छ्याउनु त भन्यो तर यस्तो भइसक्यो यो खो त पोलियो पाके जस्तो लाग्दैछ भोलि खल्लो भने चाहिँ रड्डी हुन्छ। अनि म चाहिँ मकै यहाँ अघिदेखिको आगो फुकेर यहाँ म मकै खोल्छाउँदै बसिरहेको थिएँ। ओल्छ्याउनु हो कि खोल्छ्याउनु भन्यो। अनि आज चाहिँ मलाई होइन हामी सबैजनालाई चाहिँ पर मेरो जेठानी दिदीको माइत घरमा बोलाउनु भएको छ। किन भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ बहिनीको आज बर्थडे हो। बर्थडे रहेछ मलाई पनि थाहा थिएन, म चाहिँ हिजो मात्रै घर आएको है। अन्त बिहानै ऊ बोलाउँदै मिठाईहरू दिँदै आएको थियो है। अन्त बेलुका आउनुहोस् ल भनेर अन्त गिफ्टहरू ल्याइदिइराखेको छु। अनि यस्तो केही खास त पाएन तर ल्याइदिइरहेको छु है। अन्त रेसमा चाहिँ अघि गइसक्यो ठुली चाहिँ। अन्त अहिले एकछिनमा चाहिँ म चाहिँ आमा पर्खिरहेको छु। आमा आएपछि चाहिँ आमासँगै जान्छु। अन्त अब यो पनि गरिसकिहालेँ हो। खलखल भयो यहाँ चाहिँ यस्तो भइरहेछ चुला चाहिँ बेसी यहाँ चाहिँ चिसो। यहाँ पछाडि चाहिँ नाली छ नि त यहाँ पछाडि। सो त्यो भएर चाहिँ त्यो माथिबाट पानी झर्छ त्यहाँ बस्छ नि त त्यो पानी बसेकोले गर्दा चाहिँ डल्लै यहाँ सोचेर यस्तो भइरहेछ। यो चाहिँ हाम्रो आगो बाल्ने ठाउँ हो। तपाईहरुले पुरानो भिडियोतिर पनि देख्नु भएको हो। सो यस्तो चिसो भइरहेछ तर पनि आगो चाहिँ यस्तो दामी बल्यो। खोइ कोल्छ्याउनु ओल्छ्याउनु भन्नुभएको थियो यो त तर पोलेको बराबरी भएको छ हो। तर आगोमा मात्रै यस्तो आगोमै मात्रै गरेको त्यो भएर पाक्नु त पाकेनै होला है। न धुवा गनाउनु भयो कि त्यो चाहिँ मलाई थाहा छैन। अहिले एकछिनमा आज चाहिँ भन्दाखेरि अमिसा पनि आउँदैछ। दादा चाहिँ अमिसालाई लिनु जानु भएको छ। अन्त अहिले अमिसा आएपछि भेट्छु। घरमा बोल्ने जस्तो बोली परेछ नि। सो अमिसा चाहिँ आइपुगेको छ भर्खरै मात्रामा। उसलाई मैले एकदम के दिएँ त्यो कता गयो यता रहेछ देखेको छैन यो फोन क्यामेरा गरेर त्यस्तो हुन्छ। यो भ्लगरले चाहिँ सधैँ म बोल्नु त क्यामेरा घुमाइदिन्छ। हेलो एभ्रीवान अमिसा इज ब्याक। छ्याउ अब चाहिँ हामी रेडी सेडी भएर चाहिँ बर्थडे खान्छ नि। बर्थडे म चाहिँ सिलगढीबाट पिल्छे राख्छ तर अहिले चाहिँ जाडो हुँदैछ स्वेटर खोज्दैछु म। यहाँ चाहिँ मान्छे आउटफिट मात्रै हेर बर्थडेमा जाने। राम्री चाहिँ आज हाम्रो आमा मात्रै रहेछ। हेलो भनिदिनु आमा। हेलो भनिदिनु आमा। हामी चाहिँ गरी दुखीमा परेछ। आज ठुली कसरी रेडी भएन म त्यो छक्कै पर्दैछु। म गएको कुखुरा चुक्नु के चाहिँ अहिले मैले कहाँ भने हुन्छ दादाकोमै छ हाम्रो कुखुरा चाहिँ यहाँ छ। कुखुराको खोर आमा ए फेरि सब दादाहरू त यहाँ पुरै छ। ल्याइज सक्दिनँ नि त यसमा त। अयो भेट्दिनँ त आमा होस् एउटा मात्रै भेटेँ। उहाँहरू चाहिँ उहाँ हुनुहुन्छ है। लु जाउँ ल। त्यो उयोमा चाहिँ किन राखेको प्लेटमा नराख्दा हुन्थ्यो त। त्यो सोल्नै बिगाऱ्यो त। मोमबत्ती बाल्ने भन्थ्यो। ल रुबिना छेमा ह्याप्पी बर्थडेको रुबिना छेमा त सेतो है। ला ऊ फेरि अर्को पनि लजायो। होस् अरे ल चिपुला त गीत गाउनु पनि आउँदैन पो रहेछ त। आउँदै आएन
त गीतै Happy birthday to you, happy birthday to you, happy birthday dear Rubina, happy birthday to you, may God bless you, may God bless you, happy birthday dear Rubina, happy birthday to you. Note निक्लिन्छ नोट अघि छिटो निक्लिन्छ नोट लाइटले गर्दा कस्तो सेतो आयो होइन होइन नदलौँ त्यति केक चाहिँ नदलौँ है एकछिन नानी के गर्नु यता अब क्यारा उठेछ नि हो यता त यो लाइट टक गरेर यहाँ रुबिना चाहिँ भइरहेछ त्यो त्यो भएर त राम्रै है त हो मेरो भएर त पुछाउँदैछ अमा रुबिना हाम्रो ठुलीद्वारा माले अर्पण यता यता ए नगरौँ न केही छैन दिने त्यो उयस भन्छ हौ के त यता यो कसैले खाइहाल्नु त दिशा भाउजू यो चाहिँ चाटिहाल्नु त यति नै परेको मलाई चाहिँ ब्लगर ब्लगर यस्तो नगर न के खाएको चाहिँ ब्लगरहरू भेट भएर यहाँ क्यामेरा ठोकिँदैछ हो हेर मलाई जस्तो बिजोग बनायो लास्टमा यसरी राख्दियो तर यिनीहरूले मेरो उयसमा हाल्दियो इज्जतै फाल्दियो हो मेरो इज्जत बर्बाद गरिदिने हो यो त म चाहिँ तिमीलाई गरिदिएको नि तिमी आइटम देखौ म चाहिँ तिमीलाई गरिदिन्छु नि स्टेजको त्यहाँ स्टेजको माथि चाहिँ कहिले हुन्थ्यो के भन्नु त्यो अब त्यो स्टेजको माथि चाहिँ उखाले लाँदैन मान्छेले लोगिम लोगो छ अरे हो मन्दिरमा चढाउने लान्छ अरे ए दौरा सुरुवाल जस्तो भइरहेछ सो हामी चाहिँ गएको सयपत्री फुल रोप्नुको लागि यहाँ चाहिँ अस्ति आमाले छर्नु भएको थियो अरे बारीमा अन्त हिजो मलाई रोप भनेर ल्याइदिनु भएको थियो अन्त म चाहिँ फेरि नुहाइधुवाइ गरेर बसेको थिएँ अन्त मलाई चाहिँ त्यो बारीतिर पस्नु होइन होइन बारीतिर पस्नु मन परेन तिमी कन्फर्म आउँछ भनेर त मैले त बेलुका 3 बजीतिरै चाल पाएको आमाले फोन गर भन्यो नि मलाई त्यति बेला त भनेको अन्त र चाहिँ मैले चाहिँ होस् बिहान रोप्छु आमा भनेर छोडिदिएको थिएँ भरे बिहान चाहिँ एकदम घनघोर पानी आयो र चाहिँ मैले त्यति बेला रोपिनँ फोकस भइरहेछ हेर तम्सा क्लिक्कै रोल्किरहेको छु नि के अनि अहिले चाहिँ यहाँ चाहिँ छ अम्सा अनि म चाहिँ ब्याक टु माई वर्क ऊ चाहिँ दौरा जस्तो सुरुवाल लगाएर घुमिरहेको छु ऊ मात्रै होइन म पनि किनभने अरू बेला चाहिँ मैले तातो लुगाहरू यतै छोड्थेँ तर अस्ति चाहिँ ढिलो कालिम्पोङमा पनि ढिलो जाडो हरायो नि त त्यो भएर मैले तातो लुगाहरू घर ल्याएकै छुइनँ र चाहिँ मलाई एकदम लुगाको दुःख भएर चाहिँ धन्न हामी सबजनालाई एकजनाकै लुगा चाहिँ हुन्छ छोटो लामो भए पनि चल्नु सक्छ चलिरहेछ अनि
हामी चाहिँ म त झन् 5 मिनट सेकेन्ड गरेर कुदेको मान्छे। अनि कहाँ रोप्छ हामी भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ अस्ति नै लास्ट इयर चाहिँ रेशमाहरूले दोकान बनाएको थियो। अन्त आमाले त्यहाँनिर रोपिदिनु अरे, हामीले चलाउनु पाएन भने मन्दिर उहीँमा थियो नि त। मन्दिर जाने मान्छेहरूले भए पनि मन्दिर जाने मान्छेहरूले लग्यो भने पनि हामीलाई राम्रो हो भनेर चाहिँ आमाले यहाँ रोप्नु दिएको। यहाँ थियो हाम्रो दोकानको जग्गा, फोकस नभएको रहेन कस्तो खालके। त्यो फुटबल खेल्नुलाई यो गार्डन को गार्जेन यो राम्रो गर्छ के गरेर त्यो उनीहरूकै होला नि। अब ठिकैको डिस्टेन्समा खन्नुपर्छ हौ। कस्तो चाहिँ खन्नु कहाँ चाहिँ खन्नु भनेको खोइ ल्याऊ म खन्छु। म चाहिँ रोप्दिनँ है, यति चाहिँ राख डेमो देखाइदियो त्यहाँदेखि म हेर्छु ट्राई गर्छु कि चाहिँ फेरि सबै तिमीले गर्नु पर्दा म केही छैन। छोडिदेऊ न जेसु होस्। ड्याम 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 खनिदिन्छु कि लाइन नै, रोप्नेले मिलाउँदै रोप न। यता पनि ठिक त्यति नै डिस्टेन्स हो, यस्तो पनि त्यति नै डिस्टेन्स राख ल। डेमो देखाइहालिदिएको छु। यसरी फोन पक्रिनु नि त्यहाँबाट ढ्याप्पै क्षेत्र उसले ब्लगर भन्छ फेरि यत्रो पछाडि राखेमा चाहिँ गाडीहरू त निस्किन्छ दुख्छ है अड्क्यो भएन। नजिक भयो, ढुङ्गा केतापट्टि गर, ढुङ्गा केतापट्टि गर। एकछिन अन्त बेसी नजिक भयो नि त भएन। ठुलो रोपौँ न। यहाँनिर चाहिँ फुल रोपेर चाहिँ सक्यो। यो चाहिँ फुल हो अलिअलि डेढको सयपत्री फुल है रोपेको चाहिँ के फुल हो भन्छ होला फेरि। फुल्यो फुलेन नि अहिले यसलाई सार्यो भने स्याहार्यो भने नि अंश हुन्छ हुन्छ किनभने त पुरा मजाले छ नि त जग्गा। यहाँनिर क्या मैलाहरू डराउँथ्यो नि त। हामी चाहिँ दुईजना फुल रोपिसकेर पनि अब स्कुटी प्र्याक्टिस गर्नु गएको हो। अगाडि हेर्नु यो गाइस गाइसहरू हो अलिक पिछे बस्छ त्यही त म अगाडि सुल्केँ नि त। चाय भन्छ दादा पनि सुल्केको सुल्कै थियो भन्दै थियो। म त त्यो दादासँग पछाडि चढ्ने बारी भएको किन अगाडि सानोसँग चढेको छ्याङ छुङ भएको जस्तो लाग्छ है। दादासँग त जिउँदा हुन्छ नि त। चिल्ड्रे भगवान् कालिम्पोङको गरम सोचेर यहाँ त। गुड इभिनिङ सर, गुड इभिनिङ म्याम। ब्युटी अफ समाबियोङ अझै अब फोन अलिकति उयो गरेर नत्र त के गर्नु पाउने हो नि। यो चाहिँ हो हाम्रो दुर्खोला। अहिले जाँदाखेरि निकाल्नु आउँदाखेरि ल अहिले जाँदाखेरि नानीहरूको घर बस्दैछ है यो अङ्कल। ए नानीहरूको देख्दा है म त सुल्केर त अगाडि आइपुग्यौ। हामी चाहिँ अहिले चाहिँ आइपुगेछ सुन्तलेको माथि टुप्प हो। दुर्खोला चाहिँ हामीले क्रस गरिसक्यौँ। यहाँ चाहिँ अगाडि चाहिँ अंश भेटेर जाँदैछ हो। आया म त नसा पहिला हामी चाहिँ यहाँनिर चाहिँ स्ट्राइकमा चाहिँ हामी यहाँनिर दाउरा यतातिर हामी आएर त एकैताल चाहिँ म दादा हाम्रो रेस्टुरेन्टमा भर्खर बिहा गरेको थियो। अन्त दादा लु यतातिर त यस्तोहरू भइसकेछ है साथी हो। कसको घर हो, घर त होइन होला यो लजहरूको लागि जस्तो लाग्यो। उता मन्दिर पनि रहेछ बरु। ल यता औ अमिसा यता हेऱ्यो दामी उयो रहेछ नि जाने उयो सक्छ तिमी यत्रो अबे होस् नजाउँ यत्रो उक्लालो रहेछ सक्दैन तिमी। उयो हामी त उचाल्छु ओर्छु र हार पनि खुवाइदिइहाल्छु यहीँनिर। म मात्रै यस्तो ओह्रालोमा त कहाँ हो उयो
यहाँ कताबाट पनि छड्यो त्यस्तै नै न त्यही पो हो कि अङ्कलले चाहिँ यहाँबाट मण्डल गाउँ जानेबाट भन्दै थियो नि त ए यता चाहिँ होमस्टे छडे हो हामीले यसरी झारिदिउँ नि हाल्छ हामीलाई त होमस्टे छडे यहाँबाट चाहिँ त्यही नानीहरूले फोटो खिचेर आएको थियो सो हामी त्यही जाँदैछु आया घुरा देख्यो चढ्नु अत्रो रनर आउँदैन हौ हुन्छ यो के अन भइरहेको छ मलाई के हात खोइ कहाँ यसलाई फ्युल त होइन के याद मार्छ दादाले के भन्छ यस्तो ल त मान्छे बनिरहेको रहेछ माथि उयोमा बादलमा है हामी चाहिँ यहाँ पुरा टुरिस्टहरू जस्तै पुरा यहाँनिर चाहिँ हामी होमस्टेमा चाहिँ आराम त आयो तर लुगा चाहिँ हाम्रो खतरा खालको छ दुईजनै दौरा जस्तो सुरुवाल लगाएर घुमिरहेछ हो दौरा जस्तो सुरुवाल होइन दौरा सुरुवालको सुरुवाल हुन्छ नि हेर न पुरै ऊ फेरि कुनै केही नै गर्ला जो सरकारलाई सोधी खोजी गरेका कलकत्ता के नै गरिदिला जस्तो गरेर उसले सोधी खोजी गर्दैछ यहाँको कुनै हो जस्तो गरेर यो रिजोर्ट चाहिँ रिजोर्ट त हो कि होमस्टे हो ए फार्म स्टे यस्तो रहेछ हाम्रो आफ्नै गाउँमा यस्तोहरू भइसक्यो हामीलाई यति छैन यो चाहिँ बन्यो भनेको चाहिँ धेरै अगाडि सुनेको आफ्नै गाउँको फार्म स्टेबाट खेदाउने नि हामी हुन्छ यो बन्यो भनेको चाहिँ सुनेको धेरै भयो तर हामी आएको छैन सो यता चाहिँ कुछ यस्तो छ यस्तो दामी देखिरहेछ लेयर 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 ग्रिन ब्लू ग्रिन गुम्बा पनि देख्दै यो चाहिँ हो गुम्बा डाँडा यस्तो रहेछ यहाँ चाहिँ ए भाइ ठुटे सुरा लगाएर घुमिरहेछ तिम्रो त अथवा भइरहेछ मेरो हेर न झन् टिकटिके यो चाहिँ सायद स्टाफहरूको लागि होला यो जग्गाहरू चाहिँ माथि चाहिँ उयो पाराले बनाएको रहेछ हौ कस्तो भने त हेरिटेज पाराले पुरानो पुरानो बङ्गलोहरू हुन्छ नि तो हामी चाहिँ एक दुईवटा फोटो खिच्यौँ होइन यहाँ हामीलाई डर छ पनि छैन हामीलाई कुदाइ पो हाल्छ कि भन्ने पनि छ हो तर पनि हामी फर्किए जस्तो गरेर मसँग डेटमा आउँछु भने यहाँ आऊ के अरे मसँग डेट गर्न आउँछु भने यहाँ आऊ यस्तो रहेछ यहाँ चाहिँ उसँग डेट गर्नेहरू चाहिँ यहाँ आउनु पऱ्यो अरे म यतापट्टि बस्छु तिमी यतापट्टि बसिहाल्ला टेबलहरू चाहिँ अलिकति एट्र्याक्टिभ छैन रहेछ एट्र्याक्टिभ यो डल्लै नेचरल नेचरल टाकटुके होइन रुखको ठुटाहरू हुनुपर्थ्यो है बरु रुखको ठुटाहरू हुनुपर्थ्यो बस्ने चाहिँ नसा दुखेर इट्स क्वाइट गुड ल जो यतातिर पनि सयपत्री रोपेको रहेछ तर रुखहरू भएकोले गर्दा चाहिँ छल भइरहेको रहेछ यहाँ चाहिँ काले भालेहरू पनि रहेछ पुरा उसले के नै गर्ला जस्तो गरेर सोधी खोजी पुरा गरिरहेछ ऊ चाहिँ यहाँनिर बसेर ऊ भाइलाई हो बसिहाल्ला जस्तो गरेर सोधिरहेछ आमाले कल गर्दै रहेछ भर्खर चाहिँ अमिसाको एकदम सोधी खोजी सकिसक्यो उसले चाहिँ के नै गर्ला जस्तो हो 3500 अरे थाहा पाइगयो त पर डे 3500 फुडिङको 700 अलग्गै पर पर्सन तर ठिकै हो जग्गा अनुसार है यो भ्यू नै वर्थ इट हो त्यही त नेचर इज नेचर पै ओन्ली 2 व्हिलर 4 व्हिलर रोडमा त म लड्नु यतातिर गार्डनहरू मजाले बनाउनु नि यहाँ नगरेको मैले राम्रो भएछ यहाँ फार्म चाहिँ खालि फुलको रहेछ मकै रहेछ खोइ क्या मकै ए यो चाहिँ यिनीहरू चाहिँ के को लागि गरेको होला नि योहरू के को लागि गरेको होला यो पानीको ट्याङ्की होला होमस्टे यो कलरको मलाई पुरा मन पर्यो
म छोडिदिन्छु अमिसा यो हेर यहाँ नर्मल भएर हिँड्न चाहिँ मान्छेहरू उधर क्या है भनेर मारि पनि व्हाट डु यु मिन भनेर त्यहाँदेखि फेरि योहरूको क्या देख्न चाहते आप हाम्रो ढाँट भनेर कसैको जमिन दियो हो देखेन म्यानेजरदेखि लिएर सबै जमिन चाहिँ होला यति सर्ट टाइममा यति कुरा हुन्छ नेपाली यति बोल्नु दिँदैन त्यसरी बोल्दा बोल्दा हराइन्छ छोटो भनिनाले बिर्से सनले क्या देखाएको भनेर यो फोनले पक्रिन सक्दैन नि कोही कहाँ भोटिया चाहिँ डुर खोला लेखिरहेको भोटिया ठ्याप्पै चला क्या हुँदै नै पता हुँदै त्यही भएर त चिलाउँछ मलाई त्यही भएर चिलाउँदै मलाई ए अँधेरो घामले त कस्तो देखायो मिलेन होला सो मैले चाहिँ यो फुल लिएको छु हो चोरेको भन्दैन यसलाई लिएको भन्छ होइन यसमी अब एकैछिन है फुल चाहिँ मागेको भन्दा चाहिँ चोरेको राम्रो हुन्छ त्यही भएर चोरेको मेरो कपाल चाहिँ हेभी हेर्नु न मैले जिन्दगीमा कति साल बाद वर्ष मलाई मन पर्दैन मैले चाहिँ चोरे ल चाहिँ हामी चाहिँ यहाँ ओडालोमा जाँदैछु अहिले चाहिँ हो प्रभुको नाम लिएर यहाँ चाहिँ स्कुटी प्र्याक्टिस हुँदैछ गोडुले जस्तो लाग्दैन यो लगाऊ